खनाल सर नमस्कार। मेरो उखु खेती हेर्नु आउनु भएकोमा मलाई धेरै खुसी लाग्यो। श्यामजीको उखुबारी हेर्न आएको हामी कुन साइडमा पर्छ तपाईँको? हजुर मेरो यही उखु साइड हो। मैले अस्ति काटेर मास्तिर रोपेँ, अहिले यहाँ पनि अब रोप्ने प्लान बनाएको छु। हो, गाउँका किसानहरूले यो छाप्रोभित्र बसेर के गर्दै हुनुहुन्छ श्यामजी भनेर कहिलेकाहीँ सोध्दैनन्? सोध्छन् त। म उखु रुङ्न बसेको, उखुको बिउ काटेर बसेको छु र उता माथि रोपेको छु भनेर उहाँहरूलाई म भन्छु र उहाँहरूलाई यसो हेर्नुहोस् भनेर पनि म सल्लाह सुझाव दिन्छु। जङ्गली जनावरले दुःख दियो भनेर हो? जङ्गली जनावर त हर वक्त नै अब दुःख दिन सक्छ, ग्यारेन्टी चाहिँ हुँदैन। कहिले आउँछ, कहिले 6-7 दिन 15 दिन पनि आउँदैन, कहिले दिनपछि आउँछ। नेपाल सरकारका कर्मचारीहरू चाहिँ कहिलेकाहीँ यसरी हेर्नलाई खेतीपाती बोट बिरुवाहरू किसानसँग कस्तो लगाएको छ भनेर यसो कहिलेकाहीँ फिल्ड अवलोकन गर्न आउनुहुन्न र? उहाँहरू आउनुहुन्छ, बोलाइसकेपछि जहिले पनि आउनुहुन्छ। कहिलेकाहीँ उहाँहरू नै आफै म आउँदैछु है भनेर सल्लाह सुझाव दिन आउनुहुन्छ। है, ल हिँड्नुहोस् न त एकचोटि तपाईँको खेती हेर्न जाउँ ल। यहीँबाट जाने हो? हजुर, यहीँबाट जाने हो। अब यसरी यो रोपेर माथि रोपेर यहीँको काटेर बिउ चाहिँ तपाईँको यही हो? हजुर, यो यही हो, काटेर राखेको। अब यो रोप्ने भोलि होइन, कति दिन भयो? यो त धिरिपै छ त यार। यो 6 दिन भयो यो काटेर। 6-7 दिनै भइसक्यो। ल हेर्नुहोस् न किसान दाजुभाइहरू, मेहनत गर्ने एउटा तरिका, किसानलाई सिकाउने नयाँ पद्धति, प्रविधिको विकास यसरी हुन्छ नि श्यामजी। हजुर, होइन? ल तपाईँले यस्तो धेरै मेहनत गर्नु भएको छ, खुसी लाग्यो। धेरै दिनसम्म नराख्नु होला, बिग्रिन्छ है। र एउटा काम चाहिँ गर्नुहोस् है, यो धेरै दिन तपाईँले बाहिर राख्नु भएको छ, फिल्डमा रोप्ने दिन चाहिँ माटो उपचार गर्नुपर्छ है। किसान दाजुभाइहरूले पहिलोचोटि प्राथमिकता माटो उपचारमा दिनुहोस्, किनभने माटोमा फङ्गिसाइड र इन्सेक्टिसाइड दुइटै बिसारी हाल्यो भने यी बालीहरू गुलियो हुन्छन्, अब खडेरी लाग्छ होइन, पानी हुँदैन, धमिरा जस्ता किराहरू ल्याएर तपाईँको यो मेहनत गरेको चिजलाई नोक्सान गर्न सक्छ। माटो उपचार गरेर सुरुमा छोडिदिनु भयो भने माटोमा फङ्गिसाइड नामका जीवाणुहरू पनि नष्ट हुन्छन् होइन। अनि माटो स्वस्थ भयो भने बिरुवा अङ्कुरण गर्ने क्षमता हाई हुन्छ होइन, बिरुवाका दुश्मनहरूको पनि मृत्यु हुन्छ होइन। त्यसो भएको हुनाले उखु राम्रोसँग फल्छ है। है, ल अप्ठ्यारो नमान्नुहोस्, हामीले जाने कुरा तपाईँलाई सिकाउँछु है। आएर यसरी मलाई सल्लाह सुझाव दिएकोमा धन्यवाद, म एकदमै खुसी भएँ। ल श्यामजी, यो सबै तपाईँले बिउमा लानु भएको होइन कटिङ गरेर? यो सबै अब त्यो बिउको लागि माथिको अब सुगरको मात्रा कम हुन्छ, ग्लुकोजको मात्रा चाहिँ हुन्छ, त्यस कारणले मैले यो माथि टुप्पो काटेर माथिको भाग मैले रोपेको। अब किसान दाजु एउटा कुरो उहाँले भनेको बुझ्नुभयो, टुप्पाको भागमा ग्लुकोज बढी हुन्छ, तलको भागमा सुगर बढी हुन्छ, चिनीको मात्रा। यो चाहिँ तपाईँको 238 जातको उखु हो होइन श्यामजी? हजुर। तपाईँलाई खुसीको छेडमा प्रसन्न हुनु गफ गर्नु पर्दा चाहिँ के लाग्छ? तपाईँलाई आनन्दको समय चाहिँ कस्तो महसुस गर्नु? हजुरहरूले अब मलाई प्राविधिक कुराहरू सिकाएकोमा अति नै खुसी लागेको छ र यसरी आएर हेर्दाखेरि एकदमै खुसी लागेको छ र यो तरिकाबाट मैले बाहिर पनि हेरेर हजुरहरूले पनि यसरी सिकाउँदाखेरि कटिङ गर्ने मलाई एकदमै खुसी लागेको छ। कटिङ पनि अब यसलाई काट्दाखेरि मासतिर लामो र तल चाहिँ नजिकमा यसरी काट्नुपर्छ, अलि माथि काट्ने। ल ल हेर्नुहोस् यहाँ यसरी यति चाहिँ ठ्याक्क मेन्टेन गर्नु पर्यो। यसरी समाउने हलुको छ फेरि यो मिसिन, यो च्याप्पासम्म त च्याप्पै जान्छ। त्यसो भएको हुनाले काट्न चाहिँ सिक्नुपर्छ है किसानले। काट्दाखेरि यसरी आँखाको ठ्याक्क मुनतिर बनाएर, मुनि मासतिर चाहिँ लामो, तल चाहिँ छोटो बनाएर यसरी चट्ट काट्ने। ल यसरी ल हेर्नु, यस्तो छोटो बनाएर जति सक्दो छोटो बनाउनु पर्छ। आँखाको माथि लामो, आँखाभन्दा मुनि चाहिँ छोटो। यो चाहिँ अहिले अधिकांश उखु किसानलाई के अनुरोध गर्न थालेका छौँ भने नि, फागुनमा तयारी हुने उखु फागुनमा काट्दिनुहोस् होइन, र पुष र माघमा तयारी हुने छिप्पिने उखुहरूलाई चाहिँ पुष र माघमा काट्दिनु पर्यो भने तपाईँहरू जस्तो किसानको सबै किसानको चाहिँ यो उखुमा रस टन्न पसेको हुन्छ। उखुमा रस पस्यो भने मात्रै ओजन बढी आउँछ। अब किसानहरू के गर्छन्, चिनिमिल चल्यो भनेपछि कुन उखु कहिले छिप्पिने थाहा छैन, सबै उखु एकैचोटि काट्दिएको हुन्छ, बारी खाली गराइदिया हुन्छ। ओजन कति आयो, छिप्पिएको उखुमा कति ओजन आयो, नछिप्पिने उखुमा कति ओजन आयो भन्ने कुरा कसैलाई ज्ञान हुँदैन क्या। अब चाहिँ हामीले तपाईँ जस्तो सक्रिय लगनशील किसानलाई के अनुरोध गर्छौँ भने, कार्तिकमा तपाईँहरूले उखु रोप्नु भयो जुन रोप्नुहुन्छ नि,
कार्तिकमा उखु रोप्नुहुन्छ भने यस्तो उखुको एउटा टुक्रा मात्रै काटेर रोपिदिनुहोस्। माघ महिनामा उखु खेती अथवा फागुनको उखु खेती भन्छौँ नि, माघे खेती, त्यस्तो गर्नुहुन्छ भने यस्तो 2टा आँखा काटेर रोपिदिनुहोस्। त्यस्तो गर्नुभयो भने बिउ बचत, अङ्कुरण क्षमता बढी हुन्छ। 5वटा बिरुवा यसरी लङलङ्ग रोप्नुभयो भने उम्रिने त यो बिचको एउटा या 2टा मात्रै हो के, अरू 4वटा त बिउ खेर गयो नि है। अब चाहिँ तपाईँले पनि आफ्नो छिमेकीहरूलाई त्यही भनिदिनु होला कि गल्ती भने मैले? एकदमै ठिक भन्नुभएको हजुर, होइन होला, एकदम ठिक भन्नुभयो। ल किसान दाजुभाइहरू, आज हामी रौतहटको जुडबेलामा छौँ। यो चाहिँ चन्द्रडैँगापुर कति नम्बर वार्ड पर्यो? वार्ड नम्बर 2। श्याम राईको खेतमा छौँ हामी। एउटा हामीले बुझ्नुपर्ने कुरा के छ भने हरेक किसानले चाहिँ होइन अन्तरबाली लिने एउटा नयाँ तरिका पनि हो। यहाँ हामीले देखाएका छौँ नि अहिले होइन श्यामजी? हजुर, तपाईँले लगाएको त हामीले हेरिरहेका छौँ हेरिराख्नु होइन? अरू किसानहरू हेर्न आएका छ कि छैन? छैनन्। अब त देखाउनु होला नि होइन? बिचमा 4.5 फिट 4.5 फिट को दूरी छ। यहाँनिर यसरी उखु खेती गर्नुपर्दा यो तपाईँको सिधा यसरी उखुको बिउ काटेर सिधा रोप्ने एउटा प्रविधिलाई भर्टिकल मेथड भनिन्छ होइन? त्यो भर्टिकल मेथडलाई उहाँले युट्युबमा हेरेर यसरी खेती गर्दा कस्तो होला भन्ने एउटा जानकारी त हामीसँग लिनुभयो, सुझाव लिनुभयो होइन? त्यसपछि तपाईँले यहाँ प्रयोगमा रूपमा चाहिँ आफ्नो खेतमा योजना सुरु गर्नुभयो र यसरी बिउ काटेको उखु चाहिँ किसान दाजुभाइ एउटा के कुरो बुझ्नुपर्छ भने श्यामजीले नगरेको होइन, अति राम्रो गर्नु भएको छ। यसरी काटेको उखुको बिउलाई यसै गरी ठाडो रोप्नुभयो, तर रोप्ने बेलामा उहाँले पनि त्यही योजना अनुसार योजनाबद्ध तरिकाले खेती गर्नु भएको छ। तपाईँले चाहिँ अबका दिनहरूमा यो समाजलाई चाहिँ उदाहरणीय काम गरेर देखाउन खोज्नु भएको छ। एउटा उखु किसानमा पनि हिम्मत गर्नु भयो नि त हजुर, होइन? हजुर, जे गर्नु भएको तपाईँलाई कहिले फेल भयो जस्तो लाग्दैन यो काममा? फेल हुन्छ जस्तो लागेको छैन, सक्सेसै हुन्छ जस्तो लागिरहेको छ। माटो उपचार गर्नुभएको भएन? माटो चाहिँ चेक गरेको छैन। होइन, उखु रोप्ने बेलामा माटो उपचार गरिन्छ नि? हजुर, बिउ उपचार हजुर गर्नुभयो? बिउ उपचार गरेको छु, गर्नुभयो, माटो चाहिँ उपचार गरेको छैन। अब उहाँलाई चाहिँ म एउटा त्रुटि भएको कुरोलाई चाहिँ म के औल्याउन खोजिरहेको छु भने उहाँले रोप्नुभयो, रोपेको 2 दिन कि 3 दिनपछि पानी पटाउनु भयो? होइन, पानी पटाएर रोपेको। पानी पटाएर कति दिनपछि रोप्नुभयो? 2 घन्टापछि। 2 घन्टापछि। अब चाहिँ मैले उहाँलाई के सल्लाह दिन खोजिरहेको छु भने पानी पटाउनु भयो, पानी पटाउँदा हिलोमा धान रोपेको जसरी सट्ट यो लगेर हिलोमा यत्तिकै सिधा यसरी गाडिदिने, पानी सुक्छ। यसको नोडहरू हुन्छ, हामी यसलाई उखुको नोड भन्छौँ। यो नोडलाई त्यो हिलोले च्याप्प यसरी समात्यो भने यो हिन्डोल गर्दैन र हिलोले यसलाई च्याप्प समातिसकेपछि यो जराको तलबाट चाहिँ तपाईँको हावा छिर्दैन। वायु नछिरिसकेपछि तपाईँको अङ्कुरण यो सुसुप्त अवस्थामा आएर अङ्कुरण क्षमता चाहिँ हाई हुन्छ कि बढी हुन्छ। अहिले कुनै तपाईँको मरेको देखिन्छ नि, काहीँ हिलो त तल भयो होइन? हिलो तल भयो तर रोप्नुभयो कहाँ? अलिकति डाँडोमा रोप्नुभयो। त्यही कारणले कतिपय ठाउँमा उम्रिनलाई ढिलो, कतिपय ठाउँमा मरेको पनि छ कि। कारण चाहिँ सँगसँगै पानी पटाउँदा सँगसँगै रोपिदिनु भएको भए 100% एकैचोटि उम्रिन्थ्यो यो। बुझ्नुभयो? मैले यसको चाहिँ तपाईँलाई तात्पर्य उदाहरण देखाउन खोजेको कुरो चौधरी भाइ यहाँ देखाउँदा छोरेछ भाइ, जस्तै वहाँनिर पानी पटाउनु भयो, उहाँले पानी त तपाईँले यहाँ पटाएको हो नि होइन? यहाँ पटाउनु भयो, रोपिदिनु भयो। यहाँ त माटो बुरबुराउँदैछ, यहाँको माटो पनि हिलो भइदिएको भए तपाईँको यो एउटा मिस जाने थिएन। कुरो बुझ्नुभयो नि? हजुर। र अबदेखि कुनै पनि खेती गर्दा तपाईँले यही ढङ्ग पुर्याइदिनु भयो भने तपाईँको मेहनत 100% सफलतामा पुग्छ है। अब मैले दिएको सुझाव तपाईँलाई कस्तो लाग्यो? एकदमै राम्रो लाग्यो हजुर, म त्यही गर्छु, म त्यही प्रविधिबाट गर्छु है। अब जे भयो होइन, अब चाहिँ त्यसरी गरिदिनु। हजुर, हजुरको भनाइअनुसार नै म गर्छु। हस्, ल हस्, धन्यवाद। श्यामजी, अब अहिले हामी जान लाग्यौँ है। साह्रो गाह्रो पऱ्यो भने फेरि सम्झिनु। हजुरहरूलाई बोलाउँछु होइन, यस्तो केही भयो भने हजुरहरूलाई बोलाउँछु। हजुरको सल्लाह सुझाव एकदमै मलाई राम्रो लाग्यो। हस्, ल फेरि भेटौँ है। ल।